कल्प कल्पमा फरक आउँछ। त्यो हुनाले गर्दा शिवरात्रि शिव र पार्वतीको विवाह भएको दिन पनि भनेर मानिएको छ। त्यसैले शिवरात्रि महान भयो। चारवटा कारणहरू बनिबक्सेला। एउटा कारण शिव भगवान परमात्माको शुभ विवाह भयो। अर्को कारण भगवान ब्रह्माजीको अंशबाट भ्रुकुटी फोडेर 3 लोक 14 भुवनका रक्षका निमित्त एकादश महारुद्र भगवान परमात्मा प्रकट हुनुभएको दिन हुनाले गर्दा यो समयलाई शिवरात्रि मानियो। अर्को कारण समुद्र मन्थन भयो र समुद्र मन्थनका माध्यमबाट महाराजले हलाहल विष प्रकट भयो। राज त्यही हलाहल विष पान गरेर दुनिया संसार चराचर जगतलाई भोलेनाथ भगवानले रक्षा गर्नुभयो। त्यसै कारणले गर्दा आजकै दिनमा जगतको रक्षा गरेर हलाहल विष पान गर्नु भएको हुनाले गर्दा आज शिवरात्रि मानियो। अर्को शिवरात्रि मान्नुको कारण ब्रह्मा विष्णुले पार्थिव लिङ्ग स्वरूप भगवान भोलेनाथको अत्यन्तै दिव्यताका साथमा पूजा गरेर भगवान भोलेनाथको दर्शन गरेको कारणले गर्दा आजको सुन्दर घडीलाई शिवरात्रि मानियो। र अर्को कारण भने महाराजले निर्गुण निराकार निरीह रूपमा रहनु भएको भगवान भोलेनाथ सगुण साकार बनेर सर्वत्र व्याप्त हुनुभएको हुनाले गर्दा आज महान शिवरात्रि मानिएको हो। सच्चिदानन्द भगवानको शिवरात्रि महापर्वको भक्त भगवानको